म स्वयं हिजो यहीँ थिएँ। स्वयं भएको कारणले मैले जो देखेँ त्यो भन्दा म एउटा स्वतन्त्र युवा हुँ। म कुनै पनि वादी अथवा कुनै पनि तपाईँको यो पार्टीमा आबद्ध छैन। तपाईँको चाहिँ मैले देखेअनुसार म पनि हिजो आएको थिएँ के रहेछ भनेर म पनि हिजो हेर्न कार्यक्रम हेर्न आएको थिएँ। अनि मैले बाइक जो अहिले जलिरहेको घर देख्नुभयो नि तपाईँले, त्यसको ठ्याक्कै तल मेरो बाइक मैले त्यहाँ पार्किङ गरेको थिएँ। यो अवस्था सिर्जना होला भन्ने कल्पनै थिएन। तपाईँको 81 अब के भयो भन्दाखेरि जब जुन राजाबाजीको वादीको कार्यक्रममा दुर्गा प्रसाद आउनुभन्दा अगाडि नै तपाईँको उता परै आउनुभन्दा अगाडि नै तपाईँको यो बिल्डिङहरूमा जुन जति तपाईँले सिसाहरू फुटेको बिल्डिङहरू देख्नु भएको छ नि, यी बिल्डिङहरूमा तपाईँको सुन्नमा आएअनुसार तपाईँको बिना वर्दी का सिभिलमा पुलिसहरू अथवा को पो थिए। अब पुलिस भनौँ कि अब के भन्ने तिनीहरूलाई गुन्डा भनौँ कि के पो हो त्यो होइन। जुन कार्यक्रम तपाईँको राष्ट्रियगान चल्दै तपाईँको यो बिल्डिङबाट सिधा त्यहाँ तपाईँको एउटा असुल ग्यास हान्यो, सिधै प्रहार भयो कि। त्यो भइसकेपछि त्यसपछि यहाँबाट यस्तो आक्रोश सिर्जना भयो कि एक किसिमको। यो तपाईँको त्यो मलाई अब के लाग्छ भन्दाखेरि तपाईँ नियोजित ढङ्गले चाहिँ यो कार्यक्रमलाई चाहिँ एकदमै भड्काउनको लागि त्यो एक किसिमको षड्यन्त्र जस्तो लाग्छ है मलाई चाहिँ। त्यो भइसकेपछि अनि 81 यो भिडहरू बिथोलियो, जहाँ तपाईँको यो बाटो असुल ग्यास प्रहार भयो नि, त्यस्तोतर्फ भिडहरू बढ्न थाल्यो। कोही यता आएर यहाँबाट ढुङ्गा हान्न थाल्यो, कोही त्यताबाट ढुङ्गा हान्न थाल्यो, जहाँ छ त्यो सबमा ढुङ्गा हान्ने काम भयो। यहाँ हानिसकेपछि मैले आफ्नो बाइक त्यो ढुङ्गा हान्नेकै क्रममा मेरो हेलमेटमा तपाईँको माथिबाट सिसाहरू ढुङ्गा आइरहेर मैले त्यो बाइकहरू लगेर उता राखेँ। अलिकति क्षतिग्रस्त छ मेरो बाइक, त्यहाँ लगेर त्यहाँ राखेँ। त्यसपछि म अब यो यति अशान्त भइसकेपछि म आफ्नो घरतिर लागेँ। अब जो देखेँ मैले त्यो भने होइन। तपाईँको यो पत्रकारहरू चाहिँ अगाडि हुनुहुन्थेन, तपाईँको अगाडि चाहिँ हुनुहुन्थेन। जब यो ढुङ्गा हान्न स्टार्ट भइसकेपछि उहाँले चाहिँ पछि जानुभएको भन्ने सुन्नुमा आएको छ। पछि तपाईँको अब अब अलिकति यो ढुङ्गाको फुटेजको लागि चाहिँ उहाँ पछि जानुभएको भन्ने छ। उहाँप्रति चाहिँ एकदमै हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र अब नियोजित ढङ्गले तपाईँको त्यो एकदमै त्यहाँ गोली हानेर मारिएको छ होइन। अब यो सरकारले यस्तै तपाईँको क्रियाकलापहरू गर्दै गयो भने यो भिडलाई चाहिँ तपाईँको रोक्न अलिक गाह्रै होला जस्तो लाग्यो पछिका। अब जसरी तपाईँले यो सरकारमाथि पनि एक किसिमको आरोप लगाउँदै हुनुहुन्छ, किन भन्दाखेरि मैले आरोप किन भन्दैछु भने जसरी हिजो दुर्गा प्रसाईले यो जतिखेर यो माहौल एकदमै चर्किएको बेला चाहिँ होइन, पुलिस प्रशासनले कन्ट्रोल गर्दा दुर्गा प्रसाईले जसरी पुलिस प्रशासनमाथि गाडी हुर्कियो, त्यो के भन्छ दबाङ भने के भन्छ त्यो धुमथिरीको जस्तो धुमफुरको जसरी गाडी लगेको थियो, त्यो विषयमा चाहिँ तपाईँहरू के भन्नुहुन्छ? जब एउटा लिडरले एउटा यत्रो जनताको के भन्छ लिडरसिप गरिसक्यो भने त्यो व्यक्तिले लिडर गर्ने व्यक्तिले यस्तो गर्न सवाद दिन्छ र भन्ने कुरा? बिल्कुलै त्यो चाहिँ अलिकति त्यस्तो चाहिँ उहाँले नगर्नुपर्ने हो। तर चाहिँ त्यो उहाँ आउनुभन्दा अगाडि नै यो यस्तो भएको हो कि। उहाँले त्यो परैबाट तपाईँ यो यस्तो देखिसकेपछि उहाँले त्यो किसिमको आक्रोश निस्केर उहाँले चाहिँ त्यस्तो गर्नुभएको हो भन्ने मलाई लाग्छ है। तर चाहिँ पहिला चाहिँ उहाँ कार्यक्रममा आएको मान्छे वहीँ उतै रोक्यो क्या, तपाईँ 3 फेरि उतै चोकमै रोक्यो। यो निश्चित क्षेत्र त होइन नि, कार्यक्रम गर्ने जुन लिडरलाई आउनु पाउनु पर्यो होइन, उहाँले आउनु नदिइसकेपछि त्यो किसिमको झोक पनि हो। र तपाईँको यो हामीलाई हाम्रो यो कार्यक्रममा चाहिँ तपाईँको सिधै असुलले हान्दाखेरि एक किसिमको आक्रोश पनि हुनसक्छ है। जसरी तपाईँले हाम्रो भन्दै हुनुहुन्छ, जसरी हाम्रो कार्यक्रम भन्नुहुन्छ, म कुनै वादी पनि होइन, कुनै दलसँग पनि आबद्ध छैन भन्नुहुन्छ जसरी। तर जसरी तपाईँले प्रत्येक जतिखेर तपाईँ बोल्दै हुनुहुन्छ त्यतिखेर हाम्रो कार्यक्रम भन्नुहुन्छ। विशेष अब जसरी यो पत्रकारको मृत्यु पनि भइसकेको छ, अन्य साथीहरूले पनि गोली पनि खाइसकेको छ। अनि जसरी यो आन्दोलनले हिजो गणतन्त्रवादीको पनि आन्दोलन थियो, गणतन्त्रवादीको पनि आन्दोलनमा चाहिँ जहाँसम्म हाम्रो सङ्ख्याको हिसाबले हामीले हेर्दाखेरि गणतन्त्रवादीको धेरै थियो जनसङ्ख्या पनि। अनि किन यो गणतन्त्रवादीले यति शान्तिपूर्ण आन्दोलन गरेर सिद्ध्याएर बस्नु, तर राजावादीले मात्रै किन यस्तो चर्को गर्यो भन्ने विषय छ कि। आज आम जनताको देशभित्र भएको मान्छेहरूले बुझेको छन्, के बुझेको थाहा भएन, तर देशभन्दा बाहिरको मान्छेहरूको यो चाहिँ हजुरको यो बुझ्नमा गल्ती हो। तपाईँको चाहिँ जब यो आन्दोलन तपाईँको सुरु भएर अगाडि हिँडिसकेको अवस्थामा त्यहाँबाट जति तपाईँको क्षति हुँदै गयो त्यो चाहिँ कार्यक्रमले बेहोर्नुपर्छ। तपाईँको यो कार्यक्रम स्टार्ट भएकै छैन। अब सरकार पक्षबाट भनौँ या उनीहरू को पो थिए, तिनीहरूले त्यस्तो गरिसकेपछि एक किसिमको माहौल सिर्जना थियो, त्यहीँबाट आतङ्कित सिर्जना भएको हो कि होइन। पेस्तुलहरू पनि प्रयोग पेस्तुलहरू पनि देखेँ मैले। त्यो चाहिँ सिभिलमा मान्छे भन्नुहुन्छ तपाईँ उतापट्टि चाहिँ तपाईँको प्रदर्शनकारीहरूले ढुङ्गा हान्दा थिए, यताबाट चाहिँ तपाईँको सुरक्षाकर्मीहरू अथवा उहाँहरूसँगै हुनुहुन्थ्यो। त्यो पेस्तुल बोकेको मान्छे पनि हजुरले फोटोज पनि देख्नुभयो होला, मैले प्रत्यक्ष आँखाले त देखिनँ, तर फोटोजमा हेर्दाखेरि त्यो लाग्थ्यो प्रदर्शनकारी र यताबाटको सरकार पक्षको मान्छेहरूले चाहिँ उहाँले चाहिँ पेस्तुल बोकेको देखिरहेको है, फोटेजमा देखिरहेको थियो।